टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ चितवनमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु सम्बन्धी प्रसङ्गबाट। चितवनमा कोरोना भाइरस संक्रमणको कारण एकजनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत भक्तपुर महानगरपालिका 15 का 70 वर्षीय पुरुषको आज बिहान 8 बजे मृत्यु भएको हो। छातीमा समस्या भएर भदौ 12 गते अस्पताल भर्ना भएका उनको भदौ 13 गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सञ्चालक संयोजक हरि बोहराले बताउनुभयो। उनको भेन्टिलेटरको सहायतामा राखेर उपचार भइरहेको थियो। कोभिड-19 संक्रमण बढ्दै जाँदा प्रदेश 2 मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोस्ट दोब्बरभन्दा बढी बढाउने भएको छ। भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट BOP को अहिलेको संख्या 50 मा 73 थपेर 123 पुर्याउन लागेको सशस्त्र प्रहरी बल प्रदेश 2 छिन्मस्ता वाहिनी कार्यालय बर्दिवास मोहतरीले जनाएको हो। सीमा क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा थप जनशक्ति बढाउन आवश्यक भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट BOP थपिन लागेको हो। प्रदेश 2 को भारतसँग सीमा जोडिएको 464 किलोमिटर दूरीभित्र BOP थप्न थालिएको वाहिनी कार्यालयले जनाएको छ। प्रदेशका 8 जिल्लाका सीमा क्षेत्रमा 3-4 मा 73 BOP थप्ने योजना अन्तर्गत अहिले तत्काल पहिलो चरणमा 12 वटा सञ्चालनमा ल्याउने सशस्त्र प्रहरी बलका प्रदेश 2 प्रमुख वाहिनी पनि सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण भक्त ब्रह्मचारीले जानकारी दिए। मोरङको विराटनगरमा एक वृद्धको मृत्यु भएको 1 महिना नबित्दै 2 छोरीको पनि मृत्यु भएको छ। विराटनगर महानगरपालिका 11 का 70 वर्षीय वृद्धको साउन 23 गते घरमै निधन भयो। कालगतिले निधन भएका उनको PCR परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको 1 महिना नपुग्दै उनका 2 छोरीको पनि मृत्यु भएको छ। वृद्धको मृत्यु भएको 20 दिनपछि भदौ 9 गते राति 40 वर्षीय छोरीको पनि मृत्यु भएको थियो। कान्छी छोरी बितेको 10 दिनपछि वृद्धकी 43 वर्षीय जेठी छोरीको पनि शुक्रबार साँझ मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएका 40 र 43 वर्षीय दुवैजनाको उपचारका क्रममा मृत्यु भएको हो। बाबुको मृत्यु संस्कारको काममा बसेकी 40 वर्षीय छोरीमा कामकै बीचमा ज्वरो आउने, छाती दुख्ने लगायत समस्या देखिएको थियो। श्वास प्रश्वासमा समस्या भएपछि मोरङको बुढीगङ्गा गाउँपालिका 2 टङ्की निवासबारीमा रहेको विराट शिक्षण अस्पतालमा लगिएको उनको उपचारका क्रममा भदौ 9 गते मृत्यु भएको हो। प्रधानमन्त्री KP शर्मा ओली र भारतीय सक्षमी नरेन्द्र मोदी बीच भएको टेलिफोन संवादपछि 2 देशका संयन्त्रहरूबीच वार्ताका गृह कार्य भइरहेका छन्। भारतीय स्वतन्त्रता दिवसमा अवसरमा साउन 31 गते प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री ओलीको त्यही टेलिफोनले नेपाल र भारतको संवादहीनता अन्त्य गराइदिएको हो। दुवै मुलुकका परराष्ट्रिय मन्त्रालयका अधिकारीहरू केही यता नेपाल र भारत बीच स्थापित विभिन्न संयन्त्रको वार्ता गर्ने आन्तरिक तयारीमा जुटेका छन्। भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्रिय सचिव र भारतका तर्फबाट भारतीय राजदूतले गरेका थिए। निगरानी संयन्त्रको बैठकलाई दुवै मुलुकले उपलब्धिका रूपमा लिएका छन्। नेपाल भारत विभिन्न संयन्त्रको बैठकको तयारी भइरहेको छ। केही बैठक भइसकेका छन्। भारतीय दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने 2 प्रधानमन्त्री बीचको टेलिफोन संवादपछि सकारात्मक दिशामा सम्बन्ध अघि बढिएको छ। 2 मुलुकका स्थापित संयन्त्रहरूबीच अब नियमित संवाद हुने ती अधिकारीले बताए। टुडे न्यूजमा एकछिन व्यावसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्।
मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाएँ। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? चुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125 सीसी सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड पैसा कार्ड पैसा कार्ड आइएमई काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई पैसा कार्ड एने ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल चुली तिरली चलल। अपन जनकपुर में चलते पैसा कार्ड। अपन जनकपुर कैशलेस जनकपुर। आइए नजीक के आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में कार्ड लगा पैसा तिरू आ ब्याज से हो कमाऊ। चुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिनियर बोल्न आएको थियो, त्यो पनि मिस भयो। शक्ति छ नाममै संगीत छ नाममै पहिचान छ नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। हाय हाय। सुन न, म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची? कहाँसम्म जान सक्छौ? वेट, ल हेर, यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनेट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल, आज भोलि सधैँ सँगै। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुजालले देश बाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने
व्यवस्था मिलाउन लागि बताउनु भएको छ। उहाँले अब आउने चुनावमा देश बाहिर रहेका नेपालीले सम्बन्धित देशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्न बताउनु भएको हो। गैर आवासीय नेपाली सङ्घ अमेरिका क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित नागरिकताको निरन्तरता तथा गैर आवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकारी विषयक आन्तरिकतामा मन्त्री भुजालले आउँदो चुनाव अघि नै देश बाहिर रहेका नेपालीलाई मतदानकाको सुनिश्चितता गरिने बताउनु भएको छ। उहाँले राजनीतिक अधिकारी बाहेक सबै अधिकार सहितको नागरिकताको व्यवस्था संविधानले नै गरिसकेकाले अहिले प्राप्त यो उपलब्धिलाई आत्मसात गर्दै यसलाई संस्थागत गर्ने दिशामा अघि बढ्न गैर आवासीय नेपाली सक्षम आग्रह गर्नुभयो। राजनीतिक अधिकार भन्नाले के पर्ने भन्ने सन्दर्भमा स्पष्ट हुन नसकेका विषयमा नागरिकता सम्बन्धी ऐन कानुन निर्माणको चरणमा थप छलफल गरेर जान्न सकिने उल्लेख गर्दै मन्त्री भुजालले अहिले सरकार वा दलहरूले केही अप्ठ्यारो व्यवस्था गर्न चाहन्छन् कि भनेर शङ्का नगर्ने गैर आवासीय नेपालीलाई आग्रह गर्नुभयो। अहिले प्रदेश 1, प्रदेश 2 र बागमती तथा गण्डकी प्रदेशको केही ठाउँमा हल्का वर्षा भइरहेको छ। दिसो देशभर बदलिरही केही स्थानमा मेघगर्जन सहित पानी पर्न सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश 1, प्रदेश 2, बागमती र गण्डकी प्रदेशको 1 वा 2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखा मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो। अरू ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ। भोलि र पर्सिको मौसम पनि यस्तै रहने अनुमान छ। अबको 2-3 दिन लगातार ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने नभएको मौसमविद पौडेलले बताउनुभयो। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। चीनमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि 4 वटा देशले अनुमति दिएका छन्। खोप निर्माण कम्पनी चाइना नेसनल बायोटेक ग्रुप CNBG र सिनोवेक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका रूपमा मानिने क्लिनिकल परीक्षणका लागि 4 वटा देशले अनुमति दिएको जनाएको छ। बर्सिया र पाकिस्तान तेस्रो चरणको परीक्षणका लागि सहमत भइसकेका छन्। अरू 2 वटा देशले भने टाढा माग गरिरहेका बीबीसीले जनाएको छ। चीनमा कोरोना भाइरस संक्रमणको संख्या धेरै नभएकाले उसले अरू देशमा परीक्षण गर्नु परेको हो। सर्बियामा चीनले नै बनाउँदै गरेको 2 वटा खोपको परीक्षण हुनेछ। पाकिस्तानमा एउटा खोपको परीक्षण हुनेछ। 2 वटा खोप वुहान र बेजिङ CNBG युनाइटेड तयार पारेको हो। पाकिस्तानमा भने बेजिङ युनाइटेडले तयार पारेको खोपको मात्रै परीक्षण हुनेछ। CNBG को तेस्रो चरणको परीक्षणमा 10 देशका झन्डै 50,000 मानिस सहभागी हुने सम्भावना रहेको खबरमा उल्लेख छ। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।